तो चलिए शुरू करते हैं। पोर्चुगल नदेन गफ बरुभान जित्ने चाहिँ कहिले तेरो पहिलो वर्ल्ड कप। यहाँ राख्ने कि यहाँ राख्ने कहाँ राख्ने होला तारको तारा अंकल यतापट्टि राख्दा कस्तो होला त धेरै नगर तीन तारे बाबु काङ्ग्रेस हौ क्या है अहिले वर्ल्ड कपको माहौल छ। वर्ल्ड कप कसले जित्छ जस्तो लाग्छ? ए जसले जित्दैन जितेस् दाइ, मतलबै भएन। के मतलबै भएन। ठिक छ को आउट हुन्छ जस्तो लाग्छ त? जो आउट भयो होस् दाइ। भनेपछि तिम्रो फुटबल ठिकठाकै रहेछ। फुटबलको एकदम बेसिक नलेज जसलाई पनि थाहा हुने। ल क्रिस्टियानो रोनाल्डो कि मेसी भन न त? अब बालेन बालेन क्रेज। हजुर बालेन, एकदम बालेनले जित्छ। यसपालिको वर्ल्ड कप कसले उठाउँछ? यसले उठाउँछ वर्ल्ड कप, देखाइदिउँ तलबाट निझारेर। वर्ल्ड कप कसले उठाउँछ? यसले उठाउँछ वर्ल्ड कप, देखाइदिउँ तलबाट निझारेर। मलाई चाहिँ कसरी थाहा हुन्छ मेसी कसले वर्ल्ड कप उठाउँछ? होइन होला के हो अब तिमीले यहाँ मलाई सोध्छौ मेसी वर्ल्ड कप कसले उठाउँछ? मैले पोर्चुगल भन्छु, मेरो लौडाले उठाउँछ पोर्चुगल, अर्जेन्टिना भन्छु। अब तिमीलाई थाहा रहेछ त किन सोध्छौ मलाई मेसी? गजब बेइज्जती कडा हामी अब च्यातिनु पर्छ होला। पोर्चुगलले त मेरो तलबाट जित्छ अरे। ओके छ त हेरौँला न। यो पालिको वर्ल्ड कपमा कसले जित्छ बा? नेपालीले जित्छ। मतलब वो अलग ही लेवल का बंदा था ओइ साथी सुन न तैँले दिउँसै तारा देखियास् लाई चाहिँ म तँलाई देखाउँछु यहाँ हेर त तीनटा तारा टूटा हुआ सास हूँ मैं खुद से ही अरे आज मेक्सिको आज अब मेसीले हार्छ। मेसी हार्छ मेसीले मरे पनि हार्दैन त्यो यस्तो खेल्छ त्यो कस्तो? ये बड़ी अच्छी बात कही आप। बालेन पनि वर्ल्ड कप खेल्दै जान्छ नि। खेल्छ त्यस्तो मलाई भ्याउरे बालन के प्रधानमन्त्री मात्रै हो होइन त्यो त मन्त्री त्यो देश लुट्ने मात्रै हो त्यो। विश्वकप फुटबल यस्तो प्रतियोगिता हो जसमा विश्वका 31 राष्ट्रहरू जर्मनीसँग फाइनल खेल्न प्रतिस्पर्धा गर्छन् र अन्तिममा जित जर्मनीको हुन्छ। A few moments later. यो यसपालिको वर्ल्ड कप कसले जित्छ जस्तो लाग्छ तपाईँलाई? उहाँ ट्रफी चुम्ने कोसिस गर्नुभयो तर यसपालि इटलीको फ्यान जस्तो लाग्यो मलाई। अलिकति रिसाएर ठुस्किनु भयो, डिप्रेसन ठुस्किनु भयो, गिजाए जस्तो लाग्यो हुन्छ। सरी कसले जित्छ जस्तो लाग्छ तपाईँलाई? ए खुसुको अर्जेन्टिनाले भन्नुभयो उहाँले चाहिँ। सबैजना दिदीबहिनीहरूलाई नमस्ते। अहिले विश्वमा चाहिँ विश्वकप फुटबल चल्दैछ, त्यो बारेमा थाहा छ हजुरहरूलाई? अनि हजुरहरू कसको सपोर्टमा हुनुहुन्छ त? यदि रोनाल्डो नेपालमा जन्मिएको भए के हुन्थ्यो होला जस्तो लाग्छ? नेपाली कांग्रेस। फुटबलमा कसको फ्यान? फुटबलको किङ मेसीको फ्यान। ल बुवा मेसीको फ्यान पो हो तपाईँ? ठुक्क म त रोनाल्डोको फ्यान हो नि बुवा। त तपाईँलाई थाहा छैन होला, रोनाल्डो त मेहनतले बनेको हो नि। ओ मेसी त बिहानै उठेर चिया र चुरोट खान्छन् होला। यहाँ हामी दुईटा क्याटेगोरी देख्न सक्छौँ, एउटा कुइने फोर अर्को नकुइने फोर। यो बाहेक अरू कुनै डस्टबिनको क्याटेगोरी हुन्थ्यो भने चाहिँ ब्राजिल भर्सेस मोरक्कोमा ब्राजिलको खेललाई चटक्क ल्याएर त्यहाँ हालिदिनु पर्छ। त्यस्तो खतम गेम प्लान खेल्ने हो यार। मेसी र रोनाल्डो भाइ हेर भाइ, मैले अस्ति पनि भनेको फेरि भनिदिन्छु, दुईटाको फुटबलको कुरा गर्छस् भने एकदम फुटबलकै मात्रै, खेलकै मात्रै हो गेम हो। कसले जित्छ अब? कसले गोल हाल्छ? हो यस्तो हेर्छ भने त्यो हिसाबले हो भने रोनाल्डो, बुझिनस्? दुईजना एउटै लेभलमा लाग्छ मलाई।
तर एउटा चुज गर्नु त भाइ, एउटा चुज गर्नु त। गर्ने दिमागमा ला रोनाल्डो। तर बेउरा कसको चुज गर्थेस् भन्नु भने फेरि बेउरा चाहिँ मेसीको। मलाई मेसीको बेउरा मनपर्छ। रोनाल्डो कि मेसी? नेमार। कपमा यसपालि कसलाई सपोर्ट गर्नु भएको छ? ब्राजिल बाहेक अरू कुनै देश? अरू देश छैन, किनकि कहाँ 6 स्टार लोडिङ हुँदैछ, अरूलाई रोजेर हुँदै भएन। यसपालि जित्छ भन्ने हजुर ढुक्क हुनुहुन्छ? लगभग 99%। 1% त लकले नै फेभर गर्नु पर्यो। मेसी कि रोनाल्डो? ब्राजिलको नेमार। गजब बेइज्जती है। अब रोनाल्डो कि मेसी? म मेसी रे। रोनाल्डो मेसी? अहिले वर्ल्ड कप आउँदैछ, वर्ल्ड कपको बारेमा थाहा छ तपाईँलाई? थाहा छैन, अहिले देशमा नयाँ सरकार आएको मात्रै थाहा छ। मलाई पनि फोन गरेको थियो रोनाल्डोले, ट्याक्क मलाई फोन गरेर दाजु के गरौ त्यो योपालिको वर्ल्ड कप जितौ कि त दाजु भन्दो रहेको थियो। अनि मैले फेरि डिआर कङ्गोसँग अलि नराम्रै खेले। बन्द करो हात जोड के मैं वर्ल्ड कप चाहिँ उठाउनु पर्छ भनेर मैले टिप्स एन्ड ट्रिक्स मैले पनि देखाएँ के बाबु रोनाल्डोलाई। ठुला कुरा नगर धेरै, मतलब वो अलग ही लेवल का बंदा था। ट्विंकल ट्विंकल लिटिल स्टार, पोर्चुगल को जर्सी में नो स्टार। तिमीहरू कुन कुन उसको अर्जेन्टिना हो? तिमीहरू कुन उसको अर्जेन्टिना हो? तिमीहरू कैसे कैसे लोग रहते हैं यार यहाँ। यो दिदी त कस्तो कहाँबाट जन्मेको हो आम्बो। ब्राजिलको जर्सी चाहिँ अर्जेन्टिना हो अरे। डिप्रेसन। एउटाले भन्छ पोर्चुगलले जित्छ, अर्कोले भन्छ ब्राजिलले जित्छ, फ्रान्सले जित्छ होइन, लौडा लसुन सबले जित्छ भन्छ है। यस्तो झगडा गर्नुभन्दा आउनुहोस् सबै देशको प्रतिनिधित्व गर्दै 1 फ्यान आउनुहोस्, सल्लाह गरौँ अनि दिउँ के वर्ल्ड कप सर्लाकै दिउँ। यो झगडा नगरौँ होइन, खेलेरै जित्न पर्छ भन्नुहुन्छ भने चाहिँ अर्जेन्टिनाले जित्छ। उनको किताब आयो, किताब किन्न चाहनेहरू आउनुहोस्। किताब बेचेर आएको पैसाले बिहारको 20,000 कारखाना चलाएको छ। राखी जी, फुटबॉल वर्ल्ड कप 2026 आ रहा है, आप किस टीम को सपोर्ट कर रही हैं? मेरी फेवरेट टीम ब्राजील है जिसमें मेसी कैप्टन है, लेकिन मुझे अर्जेंटीना का क्रिस्टियानो रोनाल्डो भी बहुत पसंद है। और फ्रांस के नेमार की क्या बात करूं, लौंडा तूफान है तूफान। वैसे तो नेमार ने 2022 का भी वर्ल्ड कप जीता था, देखते हैं इस बार क्या होता है। बंद करो हात जोड के मैं। अब रातो दौसी लाएर तिजमा नाते त होला नि, आउँदैछ तिज, रेडी भएर बस है, सक्यो।